सुन्तलाको बगैँचामा सुन्तलालाई चाहिने खाद्य तत्त्वहरू हैन, त्यो खाद्य तत्त्व चाहिँ हामीले रासायनिकबाट नगरेर विभिन्न प्राङ्गारिक मल र सूक्ष्म जीवाणुहरूबाट खाद्य तत्त्वहरू जुन नेपाल सरकार अथवा कृषि अनुसन्धानबाट तोकिएको खाद्य तत्त्वहरूलाई हामी परिपूर्ति गर्छौँ भन्ने हिसाबले विभिन्न प्राङ्गारिक मलका स्रोतहरू र सूक्ष्म जीवाणुहरू हामीले यसमा फर्टिफिकेसन अथवा यसलाई मिलाएर यो मल तयार गर्दछौँ र यो मल चाहिँ हामीले सुन्तलामा हाल्यौँ भने सुन्तलालाई चाहिने नाइट्रोजन, पोटास, फस्फरस लगायत सल्फर, क्याल्सियम, म्याग्नेसियम र अन्य सूक्ष्म तत्त्वहरू चाहिँ खाद्य तत्त्वहरू पाउँछ भन्ने हो। र यो विगत 2 वर्षदेखि हामी कृषि मन्त्रालय, कर्णाली प्रदेश र एफएओसँग मिलेर सुन्तला, स्याउ र अदुवामा चाहिँ प्रमाणित गरेको परिविधि भएको हुनाले आज हामी सुन्तला विकास फार्म केन्द्र पाल्पामा पनि यसको हामी मल बनाएर हामी अधिकृत सरहरू, सहायक सरहरूको एउटा तालिममा यो मललाई हामी कमसेकम 4-5वटा बुटामा हालेर यसको चाहिँ उत्पादकको वर्षेक वर्धनलाई हेर्न खोज्दैछौँ। त्यसको लागि चाहिँ हामीलाई चाहिने गोठे मल चाहिँ साधारणतया 5 वर्षभन्दा माथिको बुटा भयो भने 2 देखि 3 डोका तपाईँको मल कति एभाइलेबल छ हैन, त्यसको आधारमा हामीले मल चाहिँ जम्मा गऱ्यौँ। यो प्राङ्गारिक गोठे मल चाहिँ जम्मा गरिसकेपछि अब यसमा मिसाउने भनेको हामीले विभिन्न सूक्ष्म जीवाणुहरू छन्, जस्तो एउटा यो नाइट्रो बुस्टर, यो चाहिँ विशेष नन लेगुमिनस क्रपमा चाहिँ यसले वातावरणको चाहिँ नाइट्रोजनलाई आफूतिर खिचेर बिरुवालाई उपलब्ध गराउँछ, यो हाल्छौँ। अब यसमा चाहिँ अर्को चाहिँ यो सुडोमोनास, यो पनि ब्याक्टेरिया हो, यसले पनि माटोमा भएको फोस्फरसलाई चाहिँ बिरुवालाई उपलब्ध गराउने र कतिपय अवस्थामा विभिन्न रोगहरू पनि यसले चाहिँ नियन्त्रण गर्छ। अर्को हामीसँग छ यो मेड जोन, विशेष गरेर माटोमा हुने खुम्रे किराहरूको लार्भेहरूलाई चाहिँ यसले चाहिँ नष्ट गर्छ, यो पनि हाल्छौँ। र अर्को चाहिँ यो ट्राइकोडर्मा, यो पनि ढुसी हो र यो ट्राइकोडर्मालाई पनि विशेष गरेर विभिन्न रोगहरूलाई पनि यसले नियन्त्रण गर्ने र यसको ट्राइकोडर्माले चाहिँ आफ्नो यो ढुसी चाहिँ धेरै फैलिने भएको हुनाले यसले टाढा फैलिँदाखेरि जराहरू पनि सँगसँगै जाने हुँदाखेरि टाढा खाद्य तत्त्वहरू पनि लिन सक्ने एउटा किसिमको वातावरण बनाउँछ। र अर्को यो इएम झोल छ, यो इएम चाहिँ अब हामीले सबै थाहा छ, यसलाई चाहिँ विशेष गरेर के अरे यो मलहरूलाई कुहाउनलाई चाहिँ सहयोग गर्छ। र एउटा यो हामीले बिउबेरिया भन्ने आउँछ, विशेष गरेर विभिन्न बाली बिरुवाको चाहिँ जमिनभन्दा माथि अथवा चाहिँ माथि वनस्पति वृद्धि हुने ठाउँमा विभिन्न खालका पुतली होला, थ्रिप्सहरू होला, त्यसको लार्भेहरूलाई चाहिँ यसले चाहिँ नियन्त्रण गर्छ। र हामीले यसको डोज गर्दाखेरि चाहिँ जति पनि अघि भनेका सूक्ष्म जीवाणुहरू चाहिँ 5 ml प्रति लिटर पानीको दरले हिसाब निकालौँ। हामीसँग जस्तो अहिले हामीले यहाँ बनाएको 20 लिटर पानी छ भने हामीले चाहिँ 100 ml चाहिँ ट्राइकोडर्मा, 100 ml मेटारिजिम, 100 ml सुडोमोनास हामी त्यसमा हालेर मिसाउँछौँ। र यिनलाई फेरि खानको लागि के चाहिन्छ भन्दा गुलियोपन अथवा चाहिँ गुड हाल्छौँ हामीले। त्यो हिसाबले गर्दाखेरि हामीले 20 लिटर पानी अहिले बनाउँदैछौँ भने त्यो 20 लिटर हामी करिब 200 देखि 250 ग्राम भेलीलाई मसिनो पिनाएर त्यो पानीमा मिक्स गर्छौँ। भनेपछि यसको हाल्ने तरिका भनेको पानीमा मिक्स हुन्छ, 5 ml प्रति लिटर पानीको दरले हिसाब गरेर निकाल्ने, तपाईँहरूको कति लिटर पानी छ र कति मल छ। साधारणतः यो 500 ml को बट्टाले कमसेकम 60 देखि 70 वटा बुटालाई पुग्छ। अब 60 देखि 70 वटा बुटा हुन्छ, त्यही हिसाबले तपाईँ गोठे मल जम्मा गर्नुहुन्छ र यो चाहिँ हाल्नुहुन्छ। र अहिले हामी परीक्षणको लागि 5 वटा बुटामा गर्दाखेरि 5 ml प्रति लिटर 20 लिटर पानी जम्मा गरेको हुनाले 100 ml 100 ml हाल्छौँ। पाउडरमा आएको चिजलाई यहाँ मिलाउनु पर्ने कि पछि पाउडर आउने जुन हामी मल हाल्ने बेला छ नि, त्यो मल हाल्ने बेला त्यसमा चाहिँ हामी मिसाएर हालिदिन सक्छौँ। र अब यो खाद्य तत्त्व चाहिँ हामी अब यो मल पहिला यो मल कसरी मिलायौँ भने हामीले अब 20 लिटर पानीमा सबै चिज त्यहाँ हाल्यौँ, सूक्ष्म जीवाणु हाल्यौँ, इएम हाल्यौँ र भेली पनि हाल्यौँ। त्यो तयार भएपछि अब यो मललाई हामीले पानी एकदम मिलाएर धेरै पनि गिलो नहुने र कतै सुक्खा पनि नपरोस् भन्ने सबै मल भिज्ने गरिकन हामीले यसलाई भिजाउँछौँ र पल्टाएर राख्छौँ। र कमसेकम 10 देखि 15 दिन यसलाई राखेर माथिमा चाहिँ यसमा कुनै झारपात या चाहिँ जुटको बोरा सब प्लास्टिक प्रयोग नगरौँ, किनभने धेरै घाम लाग्ने ठाउँमा फेरि घाम पनि पऱ्यो भने टेम्परेचर धेरै भयो भने सूक्ष्म जीवाणुलाई हानिकारक हुन्छ। र अलिकति सेडिङ एरियामा अलिकति छाया पर्ने ठाउँमा यसलाई 2 हप्ता राख्नुभयो भने कतिको राम्रो यसले काम गरे गर्न हामीले बाहिरबाट ल्याएको सूक्ष्म जीवाणु चाहिँ जीवित रहन्छ भन्ने कुरो चाहिँ यसको परीक्षणको एउटा उपाय भनेको हामीले 10-12 दिनपछि हेर्दाखेरि त्यहाँ चाहिँ हरियो ढुसी चाहिँ अथवा यो वरिपरि मलहरू चाहिँ ढुसी पलाएको हुनु पऱ्यो। त्यो भएपछि कमसेकम यो चाहिँ सूक्ष्म जीवाणु एकदम राम्रो रहेछ भन्ने हो। अब हाल्ने बेला यो 2 हप्तापछि यो मल तयार भइसकेपछि हामीले साधारणतः उयो फलफुललाई बेसिन जस्तो रिङहरू बनाएर हाल्छौँ नि मल बनाउन, त्यो बनाएर त्यसमा यो फर्टिफिकेसन गरेर विभिन्न सूक्ष्म जीवाणु मिलाएको मल पनि हामी हाल्दै जान्छौँ। यो मल चाहिँ प्रति बुटाको लागि 2 देखि 3 डोका भनेको छ नि, त्यो चाहिँ त्यहाँ हाल्छौँ। र त्यो सँगसँगै हामीसँग अब बिरुवालाई चाहिने नाइट्रोजन, पोटास, फस्फरस चाहिँ विभिन्न एउटै मात्रै प्राङ्गारिक मलको विशेषता एउटै मात्रै मलबाट नपुग्ने भएको हुनाले यो गणेउला मल, यसमा पनि नाइट्रोजन, पोटास, फस्फरस लागि सूक्ष्म जीवाणुहरू छ, यो मल हाल्ने बेला हाल्छौँ। यो सकिन्छ भने 2 केजी नभए 1 केजी प्रति बुटा नभए 3 केजी त्यो आफ्नो
हिसाब कति चाहिँ किसानले लगानी गर्न सक्छ। सकभर यसको एउटा राम्रो के भने बाहिरबाट किन्ने चिजलाई कम हाल्ने र आफूसँग भएको बढी चिज जस्तो तोरी चाहिँ गाउँमा पाइन सक्छ, यो सस्तो पनि छ होइन, 25-30 रुपियाँ गाउँमा पाइन्छ भने यो बरु बढाइदिने, यो 1 केजी 2 केजी होइन, यो हिसाबले प्रति बुट्टा चाहिँ यो मल हाल्नेमा हाल्छौँ भने। अर्को यो चाहिँ क्याल्सियम र सल्फरको लागि विशेष गरेर हड्डीको धुलो छ, हामी बोन मिल भन्छौँ होइन, यो हड्डीको धुलो पनि 1 केजी प्रति बुट्टाको दरले हाल्छौँ। यसरी 5-6वटा प्राङ्गारिक मल र 6-7वटा सूक्ष्म जीवाणुलाई एकीकृत रूपमा हाल्ने र त्यसलाई चाहिँ छापो दिने अनिवार्य रूपमा, किनभने त्यो मलभित्रको सूक्ष्म जीवाणु अब गइसक्यो हुनाले त्यसलाई बाहिरबाट डाइरेक्ट सनलाइट पनि नपुगोस् र अर्को चाहिँ पानी पनि उडेर नजाओस् होइन, माटो चाहिँ मोइस्ट भइरहोस् भन्नलाई, चिसन मेन्टेन गर्नको लागि छापो दिने। र यति मात्र योसँग अब हाम्रो बगैँचाको अन्य प्रविधिहरू काटछाँट, बोडो पेस्टर, बोडो स्प्रे गर्ने, मिक्सर स्प्रे गर्ने, त्यो कुराहरू चाहिँ प्रविधि पुऱ्यायौँ भने हामीले यो विगत 2 वर्ष कर्णालीमा गरेको रिजल्ट त राम्रो पाएको छौँ। सम्भवतः यहाँ पनि उत्पादकता, बिरुवाको चाहिँ हेल्थ अनि माटोको गुणस्तर राम्रो पाइन्छ। र एउटा बिर्सिनै नहुने कुरा भने अब हामीले यो हाल्नुभन्दा अगाडिको माटो लिएर ल्याबमा टेस्ट गरौँ, ताकि एनपिके, सूक्ष्म जीवाणु र सूक्ष्म खाद्य तत्त्व कति थिए भने त्यो पहिले डेटा हुन्छ। पछि यो लगाएर हालिसकेपछि अनि फल लिइसकेपछि फेरि माटो सोइल स्याम्पल गरेर लिएर कतिको फरक आयो, अथवा हाम्रो माइक्रो अर्गानिजमको चाहिँ पपुलेसन बढेको बढेन भनेर हेरौँ। यदि बढेको रहेछ, ट्राइकोडर्मा, एक्टिनोमाइसिट्सहरू, एजोटोब्याक्टर बढ्यो भने पक्कै पनि यो ठाउँमा आएर त्यो चाहिँ जीवित भएर त्यसले मल्टिप्लिकेसन गरेर आफ्नो भूमिका निर्वाह गर्यो भन्ने देखिन्छ। अरू त उत्पादकता तपाईँले क्रप कटिङ गरेर त्यो पनि हेर्न सक्नुहुन्छ। र हाम्रो अनुभवमा चाहिँ विगत 2 वर्ष पाठशालाबाट गरेको चाहिँ 2 वर्षको पाठशालाको सिकाइले के देखाएको छ भने सुन्तला, स्याउ र अदुवामा यी अघि भनेका विभिन्न प्राङ्गारिक मल र सूक्ष्म जीवाणुहरू मिसाएर हाल्यो भने उत्पादकको वृद्धि हुँदो रहेछ, फलको साइज बढेको देखिएको छ। तपाईँ बुट्टा पनि हेर्दै जानुभयो भने किसानले गोठेमल मात्र हालेको र हामीले यो 10-12वटा चिजहरू हालेकोमा चाहिँ पातको कलर पनि फरक देखिने, बुट्टा पनि अलिअलि चिल्लो देखिन्छ र कम्पेरिटिभली फेरि के भने रोग किरा पनि कम देखिएको छ कि। र प्रिन्सिपल्ली के हो भन्दाखेरि अलि बिरुवालाई चाहिँ स्वस्थ जति चाहिने उसलाई चाहिँ खाद्य तत्त्व पुऱ्यायो भने रोग किरा पनि कमै लाग्छ नि त, त्यो हिसाबले रोग किरा पनि नियन्त्रण भएको देखिन्छ।